नेपालको प्रधानमन्त्री बनाइदियो भने के गर्नुहुन्थ्यो सुरुमा? लुटेर भाग्थ्यो होइन अपार्ट फ्रम अदर जोक्स होइन म त्यो प्रधानमन्त्री हुने लायकको त छुइनँ जस्तो लाग्छ होइन तर भएको भए सायद सानो सानो कुराहरू चेन्ज गर्थ्यो होला किनभने अब ठुलो कुरा चेन्ज एकैचोटि अब बिल्डिङहरू खडा गरेर बत्ती सत्ती ल्याएर भन्दा पनि होइन सानो सानो मान्छेलाई सजिलो हुने कुरा पोलिसी वाइज जस्तै एयरपोर्ट गयो एक्जिट कता भनेर गाह्रो छ एउटा बोर्ड लगाएर राखिदिन्थ्यो होला यतापट्टि एक्जिट हो भनेर होइन बाटोमा चाहिँ फोहोर फाल्नुलाई यसो बिनहरू राखिदिन्थ्यो होला होइन त्यस्तो त्यस्तो सानो सानो काम होइन सानो सानो काम गर्थ्यो होला कम्युनिटी वेलफेयरको लागि अथवा समाजसेवाको लागि लाग्नुहुन्छ कि लाग्नुहुन्न तपाईँ अहिले चाहिँ? पोलिसी वाइज चाहिँ लाग्छु म जस्तै मैले एकजनालाई हेल्प गर्नुभन्दा पनि पोलिसी वाइज चाहिँ धेरैलाई हेल्प हुन्छ सो पोलिसी वाइज चाहिँ लाग्छु म